यसलाई के भन्छ ल्याडल स्प्याचुला होइन स्प्याचुला होइन यसलाई स्प्याचुला भन्छ है वुडन स्प्याचुला यो चाहिँ काठको पन्यु भन्छ नि हामीले पन्युलाई इङ्ग्लिसबाट स्प्याचुला भन्छ स्प्याचुला भनेको त्यो कस्तो भन्छ त्यसमा ल्याडल भनेको चाहिँ त्यस्तो गोलो भएको वाला होइन ढचालाई चाहिँ ल्याडल छेउको छ त्यसलाई स्प्याचुला भन्छ जस्तो यो ब्रस आइडन्ट जस्तो सिम्पली यसलाई चाहिँ अब यसलाई स्पेचुला चाहिँ भन्न मिल्छ कि नै टर्नर भन्छ यसलाई जुन हामीले चाहिँ पल्टाउने हुन्छ होइन टर्नर भन्छ यसको यो दुईवटा हुन्छ टर्नर दुईटा हुन्छ। टर्नर चिम्टा यो वाला गिटार। चिम्टा भन्छ होइन यो स्प्याचुला त हो तर सिलिकन यसलाई सिलिकन स्प्याचुला भन्छ है के को लागि हुन्छ त्यो यो ननस्टिक प्यानहरूमा चाहिँ होइन तपाईँले यो मेटलको सामानहरू भाँडाहरू युज गर्न मिल्दैन जुन त्यो ननस्टिक प्यान भनेर देखाएँ नि त्यसमा तपाईँले यो स्टिलको भाँडाहरूले अथवा चाहिँ फलामको भाँडाहरूले युज गऱ्यो भने त्यो ननस्टिक कोरिन्छ बिग्रिन्छ हजुर होइन मैले त्यही भएर त उता पास गर्नु हो कि सबैले देख्दै गरेँ यहाँबाट पास गर्दै गर्नु न सिलिकन सिलिकन स्प्याचुला ए टर्निङ टर्नर भनिन्छ है सिलिकन ब्रस तपाईँले त्यो ओइलहरू ब्रसिङ गर्नु पर्यो बटरहरू लाउनु पर्यो होइन त्यो गर्नु पर्यो तपाईँले त्यो मात्र होइन ग्लेजिङहरू गर्नुपर्छ ग्लेजिङ भनेको जस्तो तपाईँले त्यो माथिबाट त्योहरू गर्छ नि चास्नीहरूलाई चाहिँ ब्रसिङ गर्छ नि यो पनि रोलिङ के भन्नु भएको यो ब्रसै हो सिलिकन ब्रस यो पनि एउटा टर्नरमा यो पनि टर्नरमै हो सक्छ जस्तो देखेर सिङ्गल टर्नर कुकप निकाल्नु त्यसलाई फेरि एउटा थम्नुहोस् फोर्क ढाँचा के भन्नु ढाँचै भन्ने नि क्या ल्याडर भन्ने त्यो गिटार पनि त्यसमै जोइन फ्ल्याट लेदर अघिको फल स्टेनर स्टेनर पनि युज गर्न मिल्छ टर्नर पनि युज गर्न मिल्छ हामीले पल्टाउनलाई पनि युज गर्न मिल्छ होइन केही छान्नलाई पनि एपी भनेको त्यो पन्यो एल्युमिनियम के भन्नु पन्यो के भन्नु पन्यो भन्छ होइन अघि हामीले त्यो काठको त्यो उसलाई के भन्छ स्प्याचुला स्प्याचुला नै भन्छ होइन त्यो तिनीहरू तिनवटालाई स्प्याचुलामा हालिदिनु न धेरै भाषमा गयो भने तपाईँहरू कन्फ्युज हुनुभयो सेम सक्नु सक्नु त पछुकै खेला टङ है टङ के हो पास गर्नु यो सकेकोहरू चाहिँ स्क्विजर यो खास यो यो यिनीहरू सबैलाई सर्भिस स्पुनमा त्यो चाइनिज फर्क चाइनिज फर्क अथवा चाहिँ चाउमिन फर्क भन्छ नि हाम्रो होइन नुडल फर्क भन्छ चाइनिज फर्क भनेर भन्यो यो पनि टर्नरमै गन्छ है तास्ने
चाइनिज नाइफ पिलर फिलर भेजिटेबल पिलर फिलर बटर नाइफ फिलर देखो सिजलर डिस बटर नाइफ सिजलर डिस के भने बटर नाइफ खास यो बटर नाइफहरूमा चाहिँ स्टेक नाइफ गुलेर धार भयो भने चाहिँ तपाईँको स्टेक नाइफ हुन्छ है अनि तपाईँले सिजलरहरू खानुभएको छ सिजलरहरू खानुभएको छ सिजलरहरू चिकन सिजलरहरू होइन त्यो स्टेकहरू ल्याम्प त्यो सिजलर ल्याम्प चप पोर्क चपहरू त्यो ढिक्का मासुको परिकारहरू हुन्छ नि त्यस्तोमा चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो मासुलाई जुन काट्नुपर्ने हुन्छ नि त्यो काट्नलाई यो नाइफहरू युज गर्नु यो चाहिँ खास यो स्टेक नाइफ हो भने यो चाहिँ बटर नाइफ चाहिँ यो ठ्याक्क यो रिबहरू हुँदैन बटर नाइफमा यो धारहरू हुँदैन बटर नाइफ यो खास एपी नाइफ भनेर लेख्नु यो चाहिँ बटर नाइफ यस्तो तार भयो भने धार नभएको हुन्छ है यो जुन यो धार छ नि यो धार हुँदैन बटर नाइफमा यो धार छ अब यसलाई चाहिँ यस्तो हुन्छ स्टेक नाइफहरू पुरै धारिलो हुन्छ यो पुरै धार हुन्छ होइन स्टेक नाइफहरू बटर नाइफ भनेको थोपै धार हुँदैन पुरै प्लेनै हुन्छ अब यसलाई चाहिँ अब मिस्टर कुन एपी नाइफ भनेर राखेको कर्दलीभित्र पनि अघि कतिपय एकछिन केटा हुन्छ नि कर्दली मिन्स काँटा चम्चो र चक्कुको सेट्दा भनिन्छ अघि सरले भने जस्तो वाटर छुट्टै हुन्छ स्टेक छुट्टै हुन्छ एपी छुट्टै हुन्छ सलाद खाने छुट्टो छुट्टै नाइफ सबैको लागि एग विस सर अन्डा फिट्ने हो क्या फर्क भइहाल्यो यो खास त यो फिस त्यो एक्सपायर भएको छ जुन पार्टीहरू जाँदाखेरि चाहिँ हामी त्यो युज गरेर देख्छौँ चपर भन्छ है ठुलो चप्पर त्यसरी जुन हामी पछिका विभिन्न भनिन्छ यो केटाकेटी भेटाउँदा हेर्नै मैले भनेछु पछि गएर भन्यो भने तिम्रो कानको निचे हाल्नै पर्छ यही चप्परले चप्पर यो चप्परको लागि क्लियर चाहिँ भेजिटेबल नाइफमा गरिन्छ होइन यो चाहिँ सेफ नाइफमा गरिन्छ गर्न त अब यसको साइजहरू फेरि लेन्थहरू मिल्दैन अनि यो चाहिँ साफ नाइफ पेरिङ नाइफ यो खास